सेवारो नमस्ते तपाईहरु सबैजनालाई। अनि आज भने चाहिँ म तपाईहरुलाई एकदमै धेरै वर्ष अगाडिको कुराहरु चाहिँ देखाउन लागिरहेछु। धेरै वर्ष अगाडि भएको घटनाहरु चाहिँ आज म तपाईहरुलाई देखाउन लागिरहेको छु हैन। अनि यो चाहिँ हो 68 सालको भूकम्पले हानि पुर्याएको है। अनि यो चाहिँ हाम्रो घर छेउैको जंगलमा छ। अनि तपाईहरु कतिजनालाई थाहा छ, कतिजनालाई थाहा छैन है। अनि 68 सालको भूकम्पले चाहिँ कति डरलाग्दो हानि पुर्याएको थियो भन्ने कुराहरु अनि बाजे बोजूहरुकोबाट तपाईले सुन्नु भएको होला। अनि हामीले पनि बाजे बोजूकोबाट सुनेको है यो कुराहरु चाहिँ। अनि यहाँ चाहिँ हाम्रो घर छेउकै जंगलमा चाहिँ 68 सालको भूकम्पले गर्दाखेरि चाहिँ एकदमै लामो जमिन चाहिँ फुटेको छ है। झन्डै 100 फिट भन्दा पनि ज्यादा जमिन चाहिँ अलग अलग भाग भएको छ है, ग्याप भएको छ, त्यो फुटेको छ। अनि त्यो फुटेको जग्गामा चाहिँ ठुलो गुफाहरु जस्तो भएको छ हैन। अनि त्यो चाहिँ तपाईहरुसँग पनि म शेयर गरिरहेको छु। अनि मेरो भिडियोलाई चाहिँ लास्टसम्म हेर्नुस् ल। हेर्नुस् त त्यो रिस यस्तो भासेको छ नि यहाँ जग्गा। अब हेर्नुस् न कतिरो जुगा। परदेखि तपाईलाई देखाउँछु ल। यो मात्रै हैन अझै छ। यस्तो ग्याप भएको छ क्या। हेर्नुस् त त्यो रहेछ। उताको झन् नलाग्दो हो। यसरी अलक्क भएको छ क्या छुट्टेको। यो जंगलमा चाहिँ अब जंगल बिचमा यस्तो छ। अब यहाँ जान्छ हो। यति साह्रो गइर छैन अझै पल्लोपट्टिको। हेर्नुस् ल। मलाई त्यस्तो लाग्यो नि। मलाई यहाँनिर साँप हुन्छ भने डर लाग्छ हौ मेन चाहिँ है। लामो छ यो। यहाँसम्म छ। यहाँदेखि चाहिँ पर आँखाले भ्यान्डिलसम्म चाहिँ छ। लामो छ लामो चाहिँ यो। ऊ जाने अरे अब। लु अब म जान्दैछु। तपाईहरुलाई पनि देखाउने छु हो। टोर्का चाहिँ डरलाग्दो रहेछ गाइस। बुई हेर्नुस्। लु म त कानै पसे जस्तो भए गाछे। बो यस्तो ऐसाट हो कि के को भिचालाले चाहिँ यस्तो फुटाउँदो रहेछ। हेर्नुस् यस्तो कालो छ। माथि छ हो। मेरो अमलाले गर्दा। यहाँ माथि हुनुहुन्छ। म चाहिँ यस्तो भित्र आइपुगिसकेँ गाइस हो। अब क्या अब म बोलेको सुन्दैछ। सक्छु होला उयाबाट। हुन्छ। मम्मी हेर्नुहोस् उकालो देखिन ओह्रालो। भिडियो नै छ जब। यस्तो डरलाग्दो जग्गा कि अब प्रभु। हैतिर गाछ्यामा एनोकन्डाहरु त छैन के। लाइट बाल्नुको कुरा छोड्नु। एनोकन्डा हुँदैन यहाँ। यहाँ पर रहेछ। हेर्नुहोस् घन्टाहरु बोकेर जानु पर्ला। हुन्छ। कुन दिनमा त आइन होला नि म। कुन दिनमा त आइन होला नि। यहाँ झन् डरलाग्दो टोर्का रहेछ बुई। यहाँ के बस्छ होला है। म यहाँ आइपुगेँ। सक्दैन। सक्छु कि फोन पक्रिनु ल। यहाँनिर ढुङ्गा हेर्नु। कहाँबाट कहाँ आइपुग्यो है म। कस्तो जग्गा थियो बुई भित्र।
तपाईँ देखेको कि राति हेर्नु नि अझै बिस्तारै आऊ अब चाहिँ आइपुग्यो हामी अब चाहिँ घर जानुपर्छ मान्छेलाई बिदा लिउँ हामी अब मलाई डर लाग्यो जग्गा देखेर